ल एकछिन सोच्नुहोस् त, एउटा यस्तो ब्याङ्क छ जहाँ पैसाको होइन तर हाम्रो कर्मको हिसाब किताब हुन्छ। एउटा यस्तो कस्मिक अकाउन्ट जहाँ हाम्रो हरेक सोच, हरेक काम एउटा ट्रान्ज्याक्सन हो। आज हामी यही अदृश्य ब्रह्माण्डीय ब्याङ्क यो कसरी चल्छ त हो यसैको बारेमा अलिक गहिरिएर बुझ्नेछौँ। एकदम ध्यान दिएर सुन्नुहोस् है, किनकि आज गरिने सानोभन्दा सानो काम होइन, मनमा खेल्ने त्यो सानोभन्दा सानो विचार पनि कतै न कतै सुनिन्छ। प्रश्न उठ्छ त सुन्ने चाहिँ को हो त? भाग्यले होइन, यो सुन्ने भनेको ब्रह्माण्डले हो। अनि यही ब्रह्माण्डको एउटा यस्तो नियम छ नि जुन कहिल्यै टुट्दैन, जस्तो कर्म उस्तै जन्म हो। यही हो ब्रह्माण्डको त्यो अदृश्य कानुन, एउटा यस्तो सिद्धान्त जुन देखिँदैन तर कहिल्यै टुट्दैन। ल अब यसको गहिराईमा डुबौँ है त। यसलाई नै हामी भन्छौँ कर्म। सिधा भाषामा भन्नुपर्दा यो कज एन्ड इफेक्टको युनिभर्सल ल हो। सोच्नुहोस् न, यो त अस्तित्वको धागोमा बुनिएको एउटा सूत्र जस्तै हो जसले पर्दा पछाडि बसेर हाम्रो हरेक कामको परिणाम तय गरिरहेको हुन्छ। अब हेर्नुहोस्, हामी धेरैजसो भाग्यको कुरा गर्छौँ होइन त? मानौ कि हाम्रो कथा कसैले पहिले नै लेखिदिएको छ। तर यसलाई यसरी सोचौँ है, भाग्य भनेको सायद एउटा लेखेर तयार पारिएको डकुमेन्ट होला। तर कर्म हो, कर्म भनेको चाहिँ त्यो डकुमेन्टलाई अफिसियल बनाउने हाम्रो सिग्नेचर हो। भाग्य अरू कसैले लेखिदिएला, तर कर्म त हामी आफैले लेख्ने हो नि। अब यो नियमको असली शक्ति बुझ्नलाई सिद्धान्तमा मात्रै बसेर त भएन, यसलाई व्यवहारमा हेर्नुपर्छ। ल आउनुहोस्, कर्मले कोरेका दुई फरक जीवन, दुई फरक बाटाहरूलाई नजिकबाट हेरौँ। ल एउटा मान्छेको कथा सुनौ। बाहिरबाट हेर्दा समाजको आँखामा ऊ एकदमै असल छ, तर उसको मनभित्र लोभ र छलकपटले भरिएको छ। उसले के सोच्छ भने अँध्यारोमा गरेको काम कसले देख्छ र? तर उसले एउटा कुरा बिर्सिन्छ, ब्रह्माण्डको सीसीटीभी कहिल्यै बन्द हुँदैन। अनि उसको अर्को जन्म हो, त्यो जन्म उसले लुकाएर गरेका तिनै कामहरूको ऐना बन्न पुग्छ। अब ठिक यसको उल्टो अर्को मान्छेको कथा सुनौ। ऊ सायद कमजोर होला, गरिब होला, तर उसको मन सफा छ, उसको सोच राम्रो छ। उसले गरेको राम्रो कामको बदलामा कहिल्यै केही माग्दैन। तर थाहा छ, ब्रह्माण्डलाई उसको भाग्य लेख्न असाध्यै रमाइलो लाग्छ। उसको बाटो अलि ढिल्लो होला, तर ऊ कहिल्यै डुब्दैन, किनकि ब्रह्माण्डले उसको इनाम सुन चाँदीमा होइन, अवसर र हिम्मतमा लेखिदिन्छ। ऊ बाहिरबाट हारेको जस्तो देखिए पनि उसको आत्माले सधैँ जितिरहेको हुन्छ। अब यी कथाहरूबाट अगाडि बढेर कर्मको त्यो मूल सिद्धान्तलाई हेरौँ, त्यो नियम जुन कहिल्यै कुनै हालतमा बदलिँदैन। र त्यो अटल नियम के हो भने कर्म कहिल्यै हराउँदैन, बस जन्म बदलिन्छ। यो भनेको के हो भने हामीले गरेको हरेक काम एउटा एनर्जी हो जुन हामी यो ब्रह्माण्डमा पठाउँछौँ। अनि त्यो एनर्जी त्यत्तिकै हराएर जाँदैन, त्यो घुमिफिरी कुनै न कुनै रूपमा हामीसम्मै फिर्ता आउँछ। यो त कर्मको एक्को जस्तै हो। आज कसैलाई दुःख दियो भने भोलि त्यही दुःख अर्कै रूपमा फर्केर आउँछ। अनि आज कसैलाई लड्न लाग्दा हात दिएर उठायो भने भोलि त्यही हात हामीलाई उठाउन आइपुग्छ। हिसाब किताब एकदमै सिधा छ। तर कर्मको प्रभाव हाम्रो व्यक्तिगत जीवनमा मात्रै सीमित छैन है, यसले त हाम्रो सम्बन्धहरूलाई पनि जन्मको लागि बाधिदिन्छ। हामीलाई के लाग्छ, हाम्रो परिवार, साथीभाइ, जीवनसाथी यी सब जन्मको संयोगले बनेका हुन्। तर सत्य त्योभन्दा कता हो कता गहिरो छ। वास्तवमा यी सम्बन्धहरू जन्मले होइन, कर्मले बनेका हुन्छन्। हेर्नुहोस् है, कसरी एउटा जीवनमा दिएको धोका छ नि त्यो अर्को जीवनमा एउटा घाउ बनेर आउँछ। अनि त्यो घाउ निको पार्न ती दुई आत्माहरू फेरि भेट्नै पर्छ। ठिक त्यसै गरी एउटा जीवनमा गरेको निस्वार्थ माया अर्को जीवनमा चुम्बक बनिदिन्छ र त्यही आत्मालाई फेरि आफूतिर तान्छ। त्यसैले त भनिन्छ नि, कर्मले छुट्टेका मानिसहरू कहिल्यै साँच्चै हराउँदैनन् रे। उनीहरू त केवल अर्को जन्ममा सही समयको पर्खाइमा हुन्छन्। अब अन्त्यमा आउनुहोस्, कर्मलाई हेर्ने एउटा सबैभन्दा शक्तिशाली दृष्टिकोणलाई हेरौँ। यसलाई सजाय वा पुरस्कारको रूपमा मात्र होइन, बरु एउटा लगानीको रूपमा हेरौँ। कर्म भनेको बाटोमा भेटिने कुनै बटुवा होइन,
जो आज छुट्यो र भोलि फेरि भेटिन्छ। होइन, कर्म त हाम्रो आत्माको ब्याङ्क खाता हो। यो एउटा यस्तो ब्यालेन्स हो जुन हामी यो जीवनमा मात्र होइन, जन्मौँ जन्म लगाएर बनाउँछौँ। आफ्नो आत्मालाई नै आफ्नो पर्सनल कस्मिक ब्याङ्क अकाउन्ट सम्झिनुहोस्। हरेक राम्रो काम, हरेक असल सोच, इमान्दारीको हरेक पल, त्यो सबै एउटा डिपोजिट हो। अनि यो डिपोजिट कहिले हराउँदैन, उल्टै यो त बढ्दै जान्छ, जन्मौँ जन्मको ब्याज लागेर। अनि यो राम्रो डिपोजिटको रिटर्न के पाइन्छ फिर्ता? राम्रो जन्म, हिँड्नको लागि राम्रो बाटो र अन्तमा एउटा राम्रो जीवन। त्यसैले आज एउटै भए पनि सानो राम्रो काम गरौँ है त, किनकि यसो गर्दा हामीले ब्रह्माण्डलाई भोलि हामीलाई एउटा गजबको उपहार दिन रमाइलो बहाना दिइरहेका हुन्छौँ। अब प्रश्न यो रह्यो, आज हामीले ब्रह्माण्डलाई के उपहार दिने त?